जाडो महिना सिलिन लागिसक्यो। आज चाहिँ मैले यहाँनिर फिस फ्राईको रेसिपी लिएर आएको छु। सुरुमा चाहिँ मैले यसमा नुन अलिकति बेसार र मसला राखेर मजाले मोलेर यसलाई चाहिँ एकछिनसम्म लगभग 30 मिनटदेखि 1 घन्टासम्म चाहिँ म्यारिनेट हुन चाहिँ अर्को ठाउँमा राखिदिन्छु। अनि म्यारिनेट हुने बेलासम्म चाहिँ मैले चाहिँ यता चाहिँ यो फिस फ्राईको लागि चाहिँ एउटा मसला तयार गर्छु है त। यसरी म्यारिनेट गऱ्यो भने चाहिँ यो पकाउने बेलामा चाहिँ मजाले तेल पस्छ अनि मिठो हुन्छ कि। अनि यता मैले चाहिँ लसुन अदुवाको पेस्ट अनि त्यसमा यो अलिकति बेसन अनि कर्नफ्लोर राखिदिएँ होइन। अनि त्यही हो जिरा धनियाँको धुलो अनि थोरै बेसार पनि राखिदिएँ मैले। अनि मिट मसला अनि अलिकति आफूलाई कलर अनि यहाँ राखेँ अमिलो राखेर चाहिँ मजाले मोलिदिने। अब कलर चाहिँ किन भनेदेखि अब आँखाले हेरेर चाहिँ मिठो छ भन्ने कुरा चाहिँ मुखले स्वाद लिन्छ जस्तो लाग्छ कि। त्यही भएर कलर चाहिँ अलिकति भए पनि हुनुपर्छ जस्तो लाग्छ। अनि त्यही भएर मैले कलर पनि युज गरेँ। अनि त्यसमा चाहिँ अब आफूलाई कतिको पिरो खान मन लाग्छ, मलाई चाहिँ अलिक पिरो मनपर्ने भएको भएर चाहिँ खुर्सानीको पेस्ट पनि मजाले राखेँ। यो चाहिँ डल्ले खुर्सानीको पेस्ट हो। यो राखेर अनि अघि म्यारिनेट हुन राखेको माछालाई चाहिँ यो मसलामा चाहिँ मजाले मोलेर अनि एकछिनसम्म यसलाई पनि म्यारिनेट हुन दिने। जति हामीले म्यारिनेट गरेर राख्यो यो चाहिँ त्यति नै धेरै मिठो बन्छ क्या। अनि यसरी म्यारिनेट भइसके पछाडि चाहिँ अनि हाम्रो काम के रह्यो भन्दा चाहिँ यसलाई चाहिँ मजाले फ्राई गर्ने। फ्राई गर्दाखेरि चाहिँ तेल चाहिँ एकदम हाई हिटमा चाहिँ बनाउनु हुँदैन, ठिक्क मिडियम हाई हिटमा बनाएर चाहिँ अनि यसलाई फ्राई गर्न मिल्छ। यहाँ चाहिँ सुरुमा चाहिँ मैले 3टा लिएर चाहिँ फ्राई गरेँ। यो चाहिँ मैले पिरो नहालिकन बच्चाको लागि भनेर छुट्टै छुट्टाएको थिएँ। अनि यसलाई पनि यसरी मजाले पाक्ने गरी फ्राई गरिसकेपछि चाहिँ बाँकी रहेको माछालाई पनि अनि पालो फ्राई गरिदिने। हेर्नु त कति राम्रो देखिएको छ, एकदम मिठो यम्मी पनि भएको छ यो माछा। यसरी बनाउनुहोस्, एकदम सजिलो पनि छ, मिठो पनि हुन्छ होइन। अब हुन त एयर फ्राईमा पनि बनाउन मिल्छ, बिना तेल पनि यत्तिकै झोल हालेर खान पनि मिल्छ होइन। त्यसरी बनाउँदा नि हुन्छ। तर यो तरिकाले फ्राई गरेर खायो भने चाहिँ एकदम क्रन्ची हुन्छ क्या, एकदम मिठो हुन्छ। यो चाहिँ मलाई चाहिँ साह्रै मिठो लागेको थियो। हजुरहरू पनि यसरी बनाएर ट्राई गर्नु होला है त। हेर्नुहोस् त मैले पनि यसरी बनाएको। यो एकदम क्रन्ची टाइपको भएको थियो। काँडा पनि खासै त्यो हुन्छ नि अड्किने टाइपको हुँदैन कि, काँडा पनि मजाले क्रन्ची भएर पाक्छ नि त। अनि यसरी ट्राई गर्नु, मिठो हुन्छ है त। अनि मेरो भिडियो कस्तो लाग्छ, मन पर्यो भने अनि सब्सक्राइब लाइक सेयर गरिदिनु है त। कस्तो लाग्छ हेर्नुहोस्, हजुरहरू पनि बनाएर खानुहोस्। हुन त यसरी मजाले तेलमा डुबाएर फ्राई गरेर खानु चाहिँ अनहेल्दी चाहिँ हो होइन। तर अनहेल्दी भए पनि अब सधैँभरि हेल्दी खाइँदैन, कहिलेकाहीँ चाहिँ अब अनहेल्दी पनि खाऊ न भन्ने जस्तो आउँछ नि त स्वादमा। अनि त्यही भएर यसरी चाहिँ मजाले तेलमा डुबाएर फ्राई गरेर खानुभयो भने चाहिँ एकदम मिठो हुन्छ है त। थ्याङ्क यू फर वाचिङ है त। लास्टसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि मैले चाहिँ यसरी सर्भ गरेर चाहिँ खाएँ। थ्याङ्क यू, बाई बाई।